नमस्कार। शेयर बजारमा छिर्ने बित्तिकै हामी सबैले सुन्ने एउटा मुख्य कुरा हो पी रेसियो। तर के तपाईँलाई थाहा छ, पी रेसियो मात्रै हेरेर सेयर किन्नु भनेको गाडीको रङ मन पर्यो भन्दैमा इन्जिनै नजाचिकन किन्नु जस्तै हो। सन् 2026को यो उतार चढाव पूर्व बजारमा यदि तपाईँ साँच्चै सफल लगानीकर्ता बन्न चाहनुहुन्छ भने यी गोप्य कुराहरू बुझ्न जरुरी छ, जुन धेरैले वास्ता गर्दैनन्। आज हामी 5वटा यस्ता वित्तीय सूचकहरूको बारेमा कुरा गर्नेछौँ जसले तपाईँको पैसा सुरक्षित राख्न मद्दत गर्छ। आउनुहोस् सुरु गरौँ। पहिलो नम्बरमा छ आरओआईसी अर्थात् रिटर्न अन इन्भेस्टेड क्यापिटल। यसलाई कम्पनीको कार्यक्षमता स्कोर मान्नुहोस्। धेरैले आरओई रिटर्न अन इक्विटी हेर्छन्, तर ऋण धेरै लिएर आरओईलाई राम्रो देखाउन सकिन्छ। आरओआईसीले चाहिँ के भन्छ भने कम्पनीले आफ्नो र ऋण लिएको सबै पैसा प्रयोग गरेर कति नाफा निकाल्यो। यदि कुनै कम्पनीको आरओआईसी 15% भन्दा माथि छ भने बुझ्नुहोस् त्यो कम्पनी पैसा छाप्ने मेसिन हो। दोस्रो हो इन्ट्रेस्ट कभरेज रेसियो। अहिलेको समयमा ब्याज दर तलमाथि भइरहन्छ, त्यसैले यो झन महत्त्वपूर्ण छ। यसले के बताउँछ भने कम्पनीले आफ्नो नाफाबाट ब्याङ्कको ब्याज कति पटक तिर्न सक्छ। यदि यो 3 भन्दा कम छ भने होसियार हुनुहोस्। यदि 1.5 भन्दा पनि कम छ भने त्यो कम्पनी भेन्टिलेटरमा छ भन्ने बुझ्नुहोस्। उसले कमाएको सबै पैसा त ब्याज तिर्दैमा सकिन्छ। तेस्रो कुरा हो फ्री क्यास फ्लो अर्थात् एफसीएफ। एउटा उखान छ नि, नाफा एउटा विचार मात्र हो तर नगद चाहिँ सत्य हो। कहिलेकाहीँ पेपरमा कम्पनीले करोडौँ नाफा देखाउने गर्छन्, तर उसको ब्याङ्क खाता खाली हुन्छ किनकि पैसा उधारोमा फसेको हुन्छ। एफसीएफले कम्पनीको हातमा साँच्चै कति खर्च गर्न मिल्ने पैसा बाँकी छ भन्ने देखाउँछ। हातमा नगद भएको कम्पनी नै सङ्कटको बेला टिक्न सक्छ। चौथो नम्बरमा छ डिएसओ अर्थात् डेज सेल्स आउटस्ट्यान्डिङ। यसको मतलब सामान बेचिसकेपछि ग्राहकबाट पैसा उठाउन कम्पनीलाई औसतमा कति दिन लाग्छ। यदि कुनै कम्पनीको व्यापार त बढिरहेको छ तर पैसा उठाउन लाग्ने दिन डिएसओ पनि बढ्दै गएको छ भने त्यो खतराको घन्टी हो। यसको मतलब कम्पनीले देखाउनका लागि मात्र सामान बेचिरहेको छ तर पैसा हात परेको छैन। यस्तो कम्पनीबाट टाढै रहनु राम्रो। र अन्तिममा नयाँ वा साना कम्पनीहरूको लागि क्यास रनवे। यदि कुनै कम्पनी अहिले घाटामा छ तर भविष्यमा राम्रो गर्ने दाबी गर्छ भने उसको ब्याङ्क ब्यालेन्स हेर्नुहोस्। उसको ब्याङ्कको पैसाले उसलाई कति महिनासम्म पाल्न सक्छ। यदि कम्पनीसँग कम्तीमा 18 महिनाको लागि पुग्ने पैसा छैन भने त्यहाँ लगानी गर्नु भनेको जुवा खेल्नु जस्तै हो। लगानी गर्नु भनेको हल्लाको पछि लाग्नु होइन, कम्पनीको भित्री स्वास्थ्य जाँच गर्नु हो। पी रेसियो मात्र नहेर्नुहोस्, तर साथै यी 5वटा कुराहरू पनि चेक गर्नुहोस्। र कुनै जिज्ञासा भए तल कमेन्टमा लेख्नुहोला र भिडियो लाइक र सेयर पनि गरिदिनुहोस्। र यस्तै वित्तीय जानकारीको लागि च्यानल सब्सक्राइब गर्नुहोस्।